कति सानो ओ नो यसको गोल चाहिँ उयो थियो यो कुनामा होइन एउटा हो 6000 सो हेलो गाइस सबैजनालाई स्वागत छ दिपेश भ्लग्समा। आज चाहिँ म टक्क लाएर खेततिर जाँदैछु। यो भ्लग चाहिँ मैले किन बनाएको भने मेरो चाहिँ बिहान 6 बजीदेखि चाहिँ 9 बजीसम्म चाहिँ बिहानको 6 बजीदेखि बिहानको 9 बजीसम्म चाहिँ के काम हुन्छ होला भनेर चाहिँ म चाहिँ आज हजुरहरूलाई देखाउनलाई चाहिँ मैले भ्लग बनाउँदैछु। म चाहिँ सुरुमा चाहिँ टक्क उठेर अनि त्यसपछि मुख पनि धोएन अनि टक्क चिया खाएर अनि म चाहिँ खेततिर आउँदैछु। आज चाहिँ सोमबार हो, आज चाहिँ स्कुल हो अनि मैले चाहिँ हजुरहरूलाई चाहिँ बिहान 6 बजीदेखि बिहान 9 बजीसम्म चाहिँ के गर्छु भनेर हजुरहरूलाई देखाइदिनु लाग्यो, त्यसैले यो भ्लग बनाएको। म चाहिँ अनि टक्क लगाएर अहिले 6 बजी चाहिँ हाल तास्नु जाँदैछु अनि दाइ पनि अगाडि गरी लिएर जाँदैछ उते। अब हेरौँ साथीहरू, अब आल तास्न जान्छु, हजुरलाई म सबै देखाइदिन्छु। अब कतिवटा तास्छ अनि त्यसपछि फेरि म घर आउँछु, घर आएको पनि देखाउँछु अनि त्यसपछि फेरि स्कुल जान पनि रेडी हुन्छ त्यो पनि देखाउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। अब म हजुरलाई पनि देखाउँछु बिहान 6 बजीदेखि मेरो 9 बजीसम्म चाहिँ के काम हुन्छ भनेर हेर्दै गर्नु होला है त। सो गाइस अब म चाहिँ जाँदैछु अनि बिहानको मौसम चाहिँ यता एकदम बबाल हुँदो रहेछ है, म हजुरलाई देखाइदिन्छु। टक्क बिहान चाहिँ पुरा कुहिरो पनि लाग्दो रहेछ, हेर्नुहोस् त। अगाडि गोरु लिएर जाँदैछ, म चाहिँ पछि भिडियो बनाउँदै हिँड्दैछु। अहिले चाहिँ कुहिरो लाग्यो है, अहिले घाम चाहिँ लागेको छैन रहेछ। अहिले चाहिँ हामी आउने बाटो चाहिँ यसरी लोटे अब म जाँदैछु, भिडियोलाई चाहिँ स्किप नगरी हेरिदिनु होला है त। सो गाइस म चाहिँ बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ हामीलाई के भेट्यो भने चराको बच्चा भेट्यो है, आराम आगिरहेछ। ए रामा अरू पनि छ होला यो भित्र, यो खाल्टोमा छ है। सो गाइस म चाहिँ हजुरलाई चाहिँ हाम्रो भ्यू पनि देखाइन्छ है, धानको भ्यू। दाइ चाहिँ गरी लिएर माथि जाँदै हुनुहुन्थ्यो, माथि जोत्ने हो। यो चाहिँ हाम्रो भ्यू हो, धेरै चाहिँ छैन अहिले, अब यतिलाई पुग्छ कि पुग्दैन थाहा छैन। अब भ्यू त राखेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो भ्यू है, ऊ त्यहाँ यहाँदेखि यतासम्म ऊ त्यसम्म छ। अनि यो तल चाहिँ हाम्रो धान, ताइसिन धान रोपेको। यो चाहिँ अहिले सुख र फाटको मौसम है गाइस। कस्तो छ हेर्नु त, बिहान 6 बजी चाहिँ एकदम राम्रो हुँदो रहेछ यता पुरा होइन। त्यो घाम चाहिँ लाखाइन यता, अहिले त्यो कुहिरो लाखा कि यता। अब म आल तास्नु पर्ने चाहिँ कता हो भने गाइस, म चाहिँ आल तास्नु पर्ने चाहिँ माथि हो। म देखाइदिन्छु है त हजुरहरूलाई। पानी पनि आउँदैछ हाम्रो खेतमा, मैले स्टार्ट गर्ने चाहिँ यहाँदेखि हो। भएन हो साथीहरू, म हजुरलाई चाहिँ मैले खन्ने स्टाइल चाहिँ हजुरलाई देखाइदिन्छु भनेको भएन। फोन खसेको खासै यो डिलमा राखेको, यहाँ राखेको होइन, फोन त खसेको खासै यार। लास्टै 4-5चोटि खसिसक्यो, अब चाहिँ फुट्नुभन्दा लास्टै 4 भइसक्यो, माटो लागिसक्यो फोनमा। त्यसैले म चाहिँ अब देखाउन मिलेन हजुरहरूलाई। अब फेरि म एक्लो हाल तास्ने यता, अब दाइ चाहिँ गोरु जोत्दै हुनुहुन्छ अनि त्यसैले चाहिँ कोही पनि छैन कि फेरि देखाउने मान्छे नि। त्यही भएर मैले भुइँमा राखेर हजुरलाई देखाइदिन्छु भनेको, अलि मिलेन कि खसी भयो। तर केही छैन, अब अहिले ट्राई गर्छु, अहिले मिल्यो भने देखाइदिन्छु। अहिले अब चाहिँ म यो खनेर भ्याएर मात्र बोल्छु है त गाइस। भिडियोलाई स्किप नगरी हेर्नु होला है त। सो गाइस मैले चाहिँ एउटा भ्याएँ, अहिले चाहिँ आँटिसक्यो, अलिअलि पसिना आइसक्यो। अब चाहिँ फेरि भएर अब चाहिँ यो स्टार्ट गर्न लाग्यो है त। सो गाइस बलर 2टा भ्याएँ मैले, एउटा यो तलको यो अनि एउटा यो माथिको।
सो यसले चाहिँ होइन लास्टै टाइम खायो कि यसले अघि तलकोले चाहिँ खासै टाइम खाएको थिएन यसले चाहिँ टाइम खायो अब 7:30 भएको रहेछ अब चाहिँ मैले एउटा भ्याउँछ अब उतै माथिको एउटा तास्छु उतापट्टिको अनि त्यसपछि चाहिँ म घर जान्छु है त भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त गाइज अब चाहिँ म एउटा तास्न सुरु गर्छु फेरि भर्खरै भ्याएँ अब फेरि म 9 बजेको एकैचोटि सुरु गरिदिइहाल्ने है म चाहिँ अनि त्यसपछि म 8 बजे चाहिँ घर जान्छु 8 बजे भन्नाले अब एउटा भ्याएर घर जान्छु अब एउटा भ्याउनको टाइम लाग्छ अब त्यो चाहिँ थाहा छैन होइन अब एउटा भ्याउनु कम्तीमा नि 20 मिनट चाहिँ लाग्छ होला सायद अब चाहिँ म एउटा भ्याएर जान्छु है त गाइज सो गाइज मैले चाहिँ बल्ल टिन्डे भ्याएँ यस्तो छिटो तासी यस्तो छिटो अब चाहिँ 8 बजिसक्यो अब चाहिँ म जानुपर्ने हुन्छ अब चाहिँ म घर जान लाग्यो बल्ल तल तिनवटा गरा भ्याएँ मैले चाहिँ एउटा यो अनि एउटा यो अनि एउटा चाहिँ यो गरेर मैले तिनवटा गरा भ्याएँ पसिना आइसक्यो पसिना चाहिँ देखाएन र आज चाहिँ घाम लागेन किन हो अब चाहिँ म घर जाँदैछु है त गाइज अब चाहिँ म घर जान लाग्यो है त दाइहरूले चाहिँ जोत्दै हुनुहुन्छ हाम्रो अहिले चाहिँ दुईजना दाइहरू आउनुभएको एउटा मभन्दा माथिको दाइ एउटा चाहिँ माइला दाइ हो है धानको बिउ चाहिँ यस्तो हुँदैछ है अब त्यसो म चाहिँ अब घर जाँदैछु कोदाली बोकेर होइन सो गाइज म चाहिँ आधा बाटो आइसकेँ र यो चाहिँ खै कसले राखेको रहेछ बिउ अब चाहिँ म आधा बाटोमा आइसकेँ म चाहिँ अलिक छिटो छिटो हिँडेर अनि अब चाहिँ म खुट्टा धन्डामा आइसकेँ अब चाहिँ खुट्टा धोएर जाने हो हात खुट्टा मुख सबै धोएर जाने हो त्यसपछि घर गएर खाना खाएर जुत्ता सुत्ता धोएर अनि स्कुल जानुपर्छ यो चाहिँ मैले हाम्रो खुट्टा धोने ठाउँ बनाएको हो हिजो अस्ति आएको थियो अनि अस्ति बनाएको यो चाहिँ मैले बनाएको ठाउँ अनि यता माथिबाट चाहिँ पानी आउँछ पहिला चाहिँ यतापट्टि बनाएको थियो यतापट्टि चाहिँ त्यो डोजरले भत्काइदिएछ अस्ति खै कसको ल्याएछ अनि खोल सबै खन्देखाएँ त्यही भएर मैले चाहिँ यतापट्टिको खोलामा बनाएको यहाँ चाहिँ खतरा बनाएको छ मैले अब यहाँ चाहिँ टक्क यहाँ बसेर चाहिँ लुगा धोयो नि नुहाए पनि टक्क यता चाहिँ उफाङ्गो छ होइन अनि घाम पनि लाग्छ कि यता चाहिँ फेरि झ्यापझ्यापै घाम लाग्छ टक्क यहाँ बसेर हिजो चाहिँ हामी नुहाएर गएको हो हामी दाजुभाइ अब चाहिँ म टक्क लगाएर खुट्टा धोएर जान्छौँ है त साथीहरू घर अब चाहिँ म चाहिँ टक्क लगाएर अब खुट्टा धोएर घर जान्छु है त साथीहरू हाम्रो मकै चाहिँ ठुल्ठुलो भइसकेको छ हाम्रो मात्र के भने सबैको ठुल्ठुलो भइसक्यो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मकै ठुल्ठुलो भयो है बोट चाहिँ सबै मलाई आउन चाहिँ आधा घन्टा लाग्यो साथीहरू यहाँ झन् कति अल्को भइसकेको छ हेर्नु त यो चाहिँ हाम्रो ज्याबिलको बोट हो अमिलो भन्छ हामीले चाहिँ तर यसको नाम चाहिँ ज्याबिल है ठक्क मकै बारी देखाइदिन्छ हाम्रो हजुरहरूलाई यो चाहिँ हाम्रो मकै बारी चाहिँ हाम्रो साथीहरूको अब चाहिँ म घर गएर खानासाना खान्छु है त गाइज सो गाइज अब चाहिँ म खाना खाँदैछु अनि त्यसपछि खाना खाएर चाहिँ म स्कुल जान्छु अब चाहिँ पहिला खाना खान्छु हाम्रो चाहिँ आज खानामा चाहिँ के छ भने साग छ भात छ यति नै हो अब गाउँघरमा यस्तै हुन्छ के गर्नु होइन
अब चाहिँ यो खाएर चाहिँ म स्कुल जान चाहिँ रेडी हुन्छ है त गाइज। सो गाइज अब चाहिँ म टक्क लगाएर मैले ड्रेसेस लगाइसकेँ। अब चाहिँ म स्कुल जान्छु र अब चाहिँ म स्कुल जान लागेको हो। झोला चाहिँ मैले घरभित्रै छोडेको छ। अब चाहिँ म टक्क लगाएर अब चाहिँ म स्कुल जान्छु। आज चाहिँ मेरो बिहानदेखि अहिले 6 बजीदेखि 9 बजीसम्मको काम चाहिँ मेरो यति नै हो। अब चाहिँ म घर जान्छु घर अब चाहिँ म स्कुल जान्छौँ है त। टक्क अब म झोलासोला बोकेर म चाहिँ स्कुल जानु लागेको। टक्क मेरो झोला चाहिँ यहाँ छ। अब म चाहिँ टक्क बोकेर जानु लागेको। झोला चाहिँ यो हो है। पहिला किताब हेर्न पनि सकेको छैन। किताब त सबै छ होला गाइज। सो अब चाहिँ म स्कुल जान लागेको। सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हस् त बाई बाई। अब चाहिँ म स्कुल जान लागेको। म चाहिँ रेडी भइसकेँ टक्क झोलासोला बोकेर। अब चाहिँ म स्कुल जान्छु। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। हस् त बाई बाई।